यहाँहरूलाई फेरि पनि स्वागत छ नितेश अधिकारी युट्युब च्यानलमा। हामीले चाहिँ हिजो अस्तितिर 1 र 2 को छङ्बोमुन्वालाई अध्ययन गरेका थियौँ भने आज चाहिँ हामी युनिट 3 मा रहेको छङ्बोलाई अध्ययन गर्न गइरहेका छौँ। जस अन्तर्गत चाहिँ यो छङ्बोमुन्वा अथवा मुन्वागा छङ्बोमा चाहिँ के को बारेमा छ भन्दाखेरि हाङ्गुक ए थोसी भनेको कोरियाको सहरको बारेमा अध्ययन गर्न गइरहेको छौँ। जस अन्तर्गत चाहिँ हामीले चाहिँ कोरियामा रहेको सहरहरूको बारेमा चाहिँ अध्ययन गर्नेछौँ। हामी विषयवस्तुतर्फ लागौँ ढिला नगरिकन। हाङ्गुके सनुन कोरियामा चाहिँ हानगे ए भनेको एकवटा, थुक्ब्याल्सी भनेको विशेष सहर सौल र हानगे भनेको एकवटा, थुक्ब्याल्जासी भनेको विशेष स्वत महानगरपालिका अथवा सहर सेजोङ र यसदके भनेको 6 वडा चाहिँ खोयाक्सी भनेको महानगरपालिका इन्चन थेचन बुसान उल्सान थेगु खोङजुगा इसुम्दा गा 6 भनिएको छ। सौल चाहिँ हाङ्गुकेस कोरियामा चाहिँ खाजाङ खुन थोसिरो सबैभन्दा ठुलो सहरको रूपमा चाहिँ छङची भनेको राजनीतिक, ख्योङजे भनेको अर्थतन्त्र अथवा अर्थको चाहिँ मुन्वा ए संस्कारको चाहिँ छुङसिमजी इम्ता भनेको केन्द्रित ठाउँ हो भनेर केन्द्रित एरिया हो भन्न खोजेको। छुब्यानुन भनेको हालसालै चाहिँ इन्चन ख्योङ्गिदो ग्वा भनेको र हाम्के भनेको सँगै सुदोग्वान उल भनेको राजधानी चाहिँ इरुवम्य भनेको पुरा भई अथवा राजधानीमा चाहिँ पुरा भई यी छक एनुन यो क्षेत्रमा चाहिँ 80% भनेको 50% नम्नु कट्ने हाङ्गुक सारमदोरी भनेको कोरियन मानिसहरू चाहिँ खजो हमिता बसोबास गर्दछन्। इन्छन चाहिँ थ्यान मिगुक ए गणतन्त्र कोरियाको चाहिँ खन्मुन उरस भनेको मुख्य प्रवेशद्वारको रूपमा इन्चन खुक्जे खोङखान ग्वा इन्चनको चाहिँ अन्तर्राष्ट्रिय विमानस्थल र इन्चन हाङ भनेको इन्चनको बन्दरगाह विचे सुम्दा भनेको अवस्थित छ भनिएको छ। माथिदेखि एकचोटि सरसरी पढौँ। हाङ्गुकेसनुन हान्गे थुक्ब्याल्सी सौलगा हान्गे ए थुक्ब्याल्जासिसी सेजोङ यसदके ए खोङएक्सी इन्चन थेचन बुसान उल्सान थेगु खोङजुगा इसुम्दा। कोरियामा चाहिँ एउटा विशेष सहर सौल र एउटा चाहिँ विशेष स्वत महानगरपालिका सेजोङ र 6 वटा चाहिँ महानगरपालिका इन्चन थेचन बुसान उल्सान थेगु र खोङजु चाहिँ 6 भनिएको छ। सौलमा चाहिँ हाङ्गुकेस खाजाङ खुन थोसिरो ख्योङजे मुन्वा ए छुङसिमजी इम्नेता भनेपछि सौलमा चाहिँ कोरियाको चाहिँ सबैभन्दा ठुलो सहरको रूपमा चाहिँ राजनीतिक आर्थिक मुन्वा संस्कारमा चाहिँ केन्द्रीकृत रहेको ठाउँ हो भनेको छ। छुब्यन ए इन्चन ख्याङ्गिदोग्वा हाम्के सुदोग्वान उल इरुम्य इच्छक एनुन 80%गा नम्नुन हाङ्गुक सारमदोरी खजु हामीदा नजिकैको इन्चन भो ख्याङ्गिदो ग्वा भने ख्याङ्गिदो सँगसँगै चाहिँ राजधानी पुरा भई यो क्षेत्रमा चाहिँ बसोबास गर्ने यी यो क्षेत्रमा चाहिँ 50% चाहिँ कट्ने मानिसहरू चाहिँ कोरियन मानिसहरू चाहिँ बसोबास गर्छन् भनिएको छ। इन्चन थ्यान मिगुक ए खन्मुन उरस इन्चन खुक्जे खोङखान ग्वा इन्चन हाङ विचे सुम्दा। इन्चन चाहिँ गणतन्त्र कोरियाको चाहिँ मुख्य प्रवेशद्वारको रूपमा अथवा चाहिँ इन्चन चाहिँ अन्तर्राष्ट्रिय विमानस्थल इन्चनको चाहिँ अन्तर्राष्ट्रिय विमानस्थल र इन्चन बन्दरगाह चाहिँ अवस्थित छ यो सौलमा भनिएको छ।
बुसान हुन्। बुसान चाहिँ हाङ्गुके छ कोरियामा चाहिँ थु बन्चेरो दोस्रोमा चाहिँ खुन थोसिरो ठुलो सहरको रूपमा सिक्के जगिन भनेको विश्वव्यापी रूपमा ख्युमोए भने आकारको बुसान हाङ इसुम्य भने चाहिँ बुसान बन्दरगाह भएर आरुमदाओन भनेको सुन्दर हेबियन भनेको सामुद्रिक तट इसा भएर मानी खोङ्गङ्गेक दूरी भनेको धेरै पर्यटकहरू फाङ्मन हामिदा भनेको भिजिट गर्दछन् अथवा भ्रमणमा आउँदछन्। इन्गुनेनुन हालसालै चाहिँ छादोङचा कारगाडी छोसन भने चाहिँ पानी जहाज छुङवा हाक भनेको रसायन विज्ञानको सानप भनेको औद्योगिक उद्योग चाहिँ फाल्लानहान भनेको विकास भएको खोङ्गप थोसी भनेको औद्योगिक सहर उल्सान नि सुम्दा उल्सान छ। फेरि एकचोटि ससरी हेरौँ। बुसानुन हाङ्गुके छ थु बन्चेरो खुन थोसिरो सिगे जगिन ख्युमो ए बुसान हाङ इस आरमदाउन हेबियन इस मानी खोङ्गङ्गेक दोरी फाङ्मन हामिदा बुसान चाहिँ कोरियामा दोस्रोमा चाहिँ ठुलो सहरको रूपमा विश्वव्यापी रूपमा चाहिँ आकारमा ठुलो र बुसान हाङ भनेको बुसान बन्दरगाह पनि छ। त्यसमा चाहिँ सुन्दर सामुद्रिक तट पनि भएर धेरै मानिसहरू चाहिँ भ्रमणमा आउँदछन् अथवा भ्रमण गर्दछन् भनेर भनिएको छ। इन्कुनेनुन हालसालै इन्कुनेनुन छादोङचा छोसन चुङवाहाक सानप उल फाल्लाहान खोङ्गप थोसी उल्सानी सुन्दा हालसालै चाहिँ छादोङचा कारगाडी चाहिँ पानी जहाज अनि रसायन विज्ञानको उद्योग विकास भएको औद्योगिक सहरको रूपमा चाहिँ उल्सान छ भनेर भनेको छ। अब तलतिर छ इवेदो भनेको यो बाहेक पनि हाङ्गुके कोरियाको चाहिँ नाम थोङचोक इन भनेको दक्षिण पूर्वीतिर रहेको ख्योङसाङदो सिबाङ्गेनोन क्षेत्रमा चाहिँ सम्यु भने चाहिँ कपासको चाहिँ सानापे उद्योगको चाहिँ थोसी इन सहरको रूपमा थेगुगा इतको थेगु रहेको र नाम्स चोगिन भने चाहिँ दक्षिण पश्चिमतिर चाहिँ छल्लादो छिबाङ्गेनोन क्षेत्रमा चाहिँ मुन्वागा संस्कृति यसुल ए कलाको चाहिँ थोसी इन सहरको रूपमा चाहिँ ख्योङजुगा इस्मुदा ख्योङजु छ भनेको छ। इवेदो हाङ्गुके नामदोङ चोगिन ख्योङसाङदो सिबाङ्गेनोन सम्यु सानाप ए थोसिन थेगु गा इतको नाम्स चोगिन छल्लादो छिबाङ्गेनोन मुन्वागा यसुल ए थोसी इन ख्योङजुगा इस्मुदा। यो बाहेक पनि कोरियामा चाहिँ दक्षिण पूर्वीतिर रहेको ख्योङसाङदो क्षेत्रमा चाहिँ कपासको उद्योग रहेको सहरको रूपमा थेगु रहेको छ। दक्षिण पश्चिमतिरको चाहिँ छल्लादो क्षेत्रमा चाहिँ संस्कृति र कलाको चाहिँ सहरको रूपमा रहेको सहरको रूपमा चाहिँ ख्योङजु चाहिँ रहेको छ भनेको छ। हानफ्यान अर्कोतर्फ सेजोङ थोकब्याल जाचिसी भनेको सेजोङको चाहिँ विशेष सहर अथवा महानगरपालिकामा चाहिँ भनिएको छ। इछन सिप न्यने भनेको 2012 सालमा अथवा वर्षमा हिङजङ भनेको प्रशासनिक अमुरुल कामलाई चाहिँ योयुल जगुरो भने चाहिँ कुशलतापूर्वक अथवा दक्षतापूर्वक स्वेङहागी उये भनेको चाहिँ सम्पन्न गर्न सञ्चालन गर्न अथवा भनेको लागू गर्नको लागि चाहिँ मान्दुरा जिन बनाइएको हेङजङ छुङसिम फोकहाप थोसिरो भने चाहिँ हेङजङ प्रशासनिक छुङसिम भनेको केन्द्रित फोकहाप थोसी भनेको विशेष फोकहाप भनेको चाहिँ
विशेष सुविधायुक्त सहरको रूपमा रहेको ख्योथोङबु भने चाहिँ तालिम अथवा शिक्षा विभाग, खोयोङ नोदोङबु श्रम तथा रोजगार विभाग, दुङ आति इत्यादि। थेबुबुन ए अधिकांशको चाहिँ छङबु बुछगा भने चाहिँ सरकारी विभाग, बु भनेको विभाग हुन्छ, बुछगा विभाग उइची ए इस्मुदा भनेको अवस्थित छ। यिनको नेनुन हालसालै चाहिँ ख्योङबु सनग्वा भने चाहिँ ख्योङबु सनग्वा भनेको सलबुसन रेलवे जोड्ने रेलवे। अनि होनाम सन भने चाहिँ थेचन मोक्फ्यो रेलवे चाहिँ छिनाखानुन भनेको पार गरी जाने अथवा कटेर जाने। ख्योथोङ गा भनेको यातायात र ख्वाहाक ए भनेको विज्ञानको चाहिँ छुङसिम जिइन भनेको केन्द्रीकृत थेचन ए सुम्दा थेचन रहेको छ। फेरि माथिदेखि एकपल्ट हेरौँ। हानप्योन सेजोङ थुक्ब्याल जाचेसी नुन इचन सेबी इन्यन ए नुन हेङजङ अमोरुल योयुल जगुरो सुएङ हागी उये मान्दुराजिन हेङजङ छुङसिम फोकाप थोसिरो ख्योथोङबु खोयोङ नोदोङबु दुङ थेबुबुन ए छङबु बोछगा उइछे सुम्दा। अर्कोतर्फ चाहिँ सेजोङको चाहिँ विशेष सहर चाहिँ 2012 वर्षमा चाहिँ प्रशासनिक कामलाई चाहिँ दक्षतापूर्वक सञ्चालन गर्न अथवा लागू गर्नका लागि बनाइएको प्रशासनिकमा चाहिँ केन्द्रीकृत विशेष सहरको रूपमा अथवा सहरमा चाहिँ शिक्षा विभाग अथवा श्रम तथा रोजगार विभाग आदि इत्यादि चाहिँ अधिकांशको चाहिँ सरकारी विभाग चाहिँ अवस्थित छ। यिनको नेनुन ख्योङबु सानग्वा होनाम सन ए छिना खानुन ख्योथोङग्वा ख्वाहाक ए छुङसिम जिइन थेचन ए सुम्दा। हालसालै चाहिँ सौलबुसान जोड्ने रेलवे र थेजन मोक्फ्यो रेलवे चाहिँ पार गरी जाने यातायात र विज्ञानको केन्द्रीकृत रहेको थेजन चाहिँ सुम्दा छ भनिएको छ। त्यसमा चाहिँ रहेको चाहिँ थेजन रहेको छ, थेजनमा चाहिँ रहेको छ भनौँ न। यति नै हो आजलाई पनि। अरू कुरा अब युनिट 4 को हामी अर्को दिन पढ्नेछौँ।